क्यान्सरसँग हारेन आर्जु। मेरो बाबा, मेरो पुक्कु, मेरो मुटु भन्दै प्रेमी वर्षनले लेखे भावुक स्ट्याटस। दर्शकबिन, लामो समयदेखि क्यान्सरसँग लडिरहेकी आर्जु श्रेष्ठको निधनले सबैलाई स्तब्ध बनाएको छ। क्यान्सर जस्तो घातक रोगसँग लामो समयदेखि सङ्घर्ष गरेकी झापाकी आर्जु श्रेष्ठको असामयिक निधनपछि उनका प्रेमी वर्षन बस्नेत गहिरो शोकमा डुबेका छन्। आफ्नो ज्यान भन्दा बढी माया गरेकी प्रेमिका सधैँका लागि टाढा भएपछि उनको जीवन नै सुनसान बनेको छ। आर्जु श्रेष्ठको उपचारका क्रममा वर्षन बस्नेतले सुरुदेखि अन्तिम क्षणसम्म एकछिन पनि साथ छोडेनन्। अस्पताल धाउँदै शारीरिक थकान र मानसिक पीडाबीच पनि उनले आर्जुको हात कहिले छोडेनन्। आर्जुलाई दुख्दा वर्षन रुन्थे, आर्जु कमजोर हुँदा वर्षन बलियो बन्न खोज्थे। अन्तिम साससम्म उनको हात समाएर बसेका वर्षनका लागि आर्जुको निधन केवल बिछोड मात्र होइन, पुरै संसार रित्तिनु जस्तै भएको छ। आर्जु श्रेष्ठको निधनपछि वर्षन बस्नेतले सामाजिक सञ्जालमा लेखेको एक भावुक स्ट्याटसले हजारौंलाई थरथरी रहेको छ। उक्त स्ट्याटसमा उनले आफू संसारमै एक्लो भएको, प्रेमिकालाई बचाउन नसकेको र अब जीवन अधुरो बनेको पीडा पोखेका छन्। उनको शब्दमा प्रेम मात्र होइन, नमिटिने पीडा र जीवनभरको खालीपन झल्किन्छ। आर्जुलाई सम्झिँदै वर्षन लेख्छन्, मेरो बाबा, मेरो पुक्कु, मेरो मुटु, आज मलाई संसारमै एक्लो बनाएर छोडेर गयौ तिमी। मलाई कहिले छोड्दिन, हामी कहिले अलग हुँदैनौ भन्थ्यौ नि बाबा। त्यो सबै कुरा आज बिर्सेर तिमी चुपचाप गयौ। तिमीलाई निको बनाउने धेरै कोसिस गरे बाबा, धेरै अस्पताल लगे, धेरै ठाउँ धाए। सुरुबाट अन्तिम क्षणसम्म तिम्रो साथ एक पटक पनि छोडिन। तिमीलाई दुख्दा म रोए, तिमी कमजोर हुँदा म बलियो बन्न खोजे। अन्तिम साससम्म तिम्रो हात समाएर बसे। तर पनि बाबा, मैले तिमीलाई निको बनाउन सकिन। मेरो पेट कति दुखेको छ बाबा, कहिले सन्चो हुन्छ होला, कहिले फेरि पहिले जस्तै हाँस्न सकिन्छ होला भनेर तिमी नै चिन्ता गरिरहन्थ्यौ र सोधिरहन्थ्यौ। आज बल्ल तिमी गहिरो निन्द्रामा गयौ। तर यो निन्द्रा यस्तो भयो कि अब कहिले आँखा खोल्ने छैनौ, कहिले मलाई बाबा भनेर बोलाउने छैनौ। मेरो बाबा, तिमी बिना यो संसार एकदमै सुनसान भयो। तिमी बिना सास फेर्न पनि गाह्रो भएको छ। तिमी जहाँ भए पनि शान्तिसँग बस्नु है बाबा। तिम्रो दुःख, तिम्रो पीडा अब सकियो होला। यो जुनीमा त यस्तै भयो सायद, तर अर्को जुनीमा फेरि तिमीलाई खोजेर भेट्नेछु। फेरि हामी सँगै हुनेछौँ। फेरि हामीलाई कसैले अलग गर्न सक्ने छैन। अलविदा मेरो बाबा। सपनामा आएर मसँग कुरा गर्नु है, मलाई सम्झाइदिनु है, म अझै पनि तिम्रै बाबा हुँ भनेर। दर्शकबिन, माया छुट्दा आँसु मात्र बग्दैन, जिउँदै मान्छे भित्रभित्रै मौन भएर मर्ने गर्छ।